अथवा चाहिँ प्रेसरको समस्या छ अथवा एन्जाइटी डिप्रेसनको समस्या छ उदासीनको समस्या छ मनमा चाहिँ नकारात्मक सोचहरू मात्रै खेल्छन् हैन त्यो खालको समस्या झस्किने तर्सिने हुन्छ जस्तो खालको समस्या त्यसको लागि पनि यो एकदमै राम्रो मेन भनेको यसले के गर्छ भने एकाग्रता बढाउनु तनावलाई व्यवस्थापन गर्ने एकाग्रता बढाउनु है पढाइप्रति केन्द्रित गर्नलाई कन्सन्ट्रेसन पावर चाहिँ बढाउने काम गर्छ यो पढाइ यता गर्दाखेरि उता चाहिँ खेल्नमा पनि याद नआउने त्यो मलाई चाहिन्छ त्यो खालको हुँदैन यो गरेको यसले भनेको के हुन्छ पढाइलाई एकाग्र गराउँछ है हातलाई यसलाई भन्छ आज्ञा चक्र हामीले चाहिँ आज्ञा चक्रमा यसरी चाहिँ यसरी राख्छौँ हैन यसरी अनि यो दुईटा फिंगर त्यसपछि यो बाहिरको आवाज हामी नसुनौँ त्यसको लागि कानको यो भाग छ नि यो भागलाई यसरी बन्द गर्छौँ नाकबाट सास लामो तान्छौँ हामी लामो तानेर बन्द गरेर भित्रभित्र ओंकारको उच्चारण गर्छौँ अथवा मौरीको आवाज गुनगुनाएर गर्छौँ है कान बन्द गर यो 3 पटक हामी लगालग गर्यौं है गरिसकेपछि आँखा बन्द हात दुवै रगडेर हामी चाहिँ एकदम तातो पत्तातिर यो आइसकेपछि आँखा मानेर गएर हामी चाहिँ यो हातका हातलाई यसरी चाहिँ स्पर्श गर्दै बिस्तारै हातका हत्केलाहरू बिस्तारै आँखा खोलेर गर्छौँ है यो गर्दाखेरि एकदम यो चाहिँ अनि खाना खाइसकेपछि हो यो पनि बेस्ट हो यो महिलाहरूको लागि गरिने हामीले यो गर्छ नि यो पहिला वार्म अप गरेर प्राणायाम गर्ने कि प्राणायाम गरेर त्यो अरु प्राणायाम गरेर या वार्म अप गर्ने के अब यस्तो हो सबैभन्दा प्राणायामसित रिलेटेड छैन प्राणायामसित प्राणायाम जति बेला जहाँ पनि गर्न सक्नुहुन्छ तपाईँ प्राणायाम भनेको त्यस्तो चिज हो